सोता बल्ला छैन भन्नेले अनि हामीले अब के कुरामा ट्रस्ट गर्ने ल मेरो क्वेसन यति हो पेशेन्टको डेथ भइसक्यो सास छैन तपाईलाई चाहिँ विश्वास गर्ने आधार कुनै पनि छैन किन भन्नु न यति हो कि मेरो क्वेसन यति छ भिनाजुले सोधिराख्नुपर्छ हामीहरू त थिएनौँ हामी पछि अब यो न्युज सुनेपछि आएको नि त हाम्रो त दुःखद घटनाको यो भयो है भनिसकेपछि हामी यहाँ पुगेको छौँ भिनाजु र बुवा हुनुहुन्छ भिनाजुले सोद्धा पनि उहाँहरूले सोद्धा भन्ने हो कि पेसेन्टको डेथ भइसकेपछि डक्टरले इन्फर्म गर्ने कसले गर्ने ल भन्नु त डक्टरले गर्ने हो नि त त्यो नगरिसकेपछि हामीले कसरी ट्रस्ट गर्ने कि हामीहरू एक घन्टाको उसमा पनि हामी ट्रस्ट दिएको छैन उहाँले यो मेडिसिन राम्रै मेडिसिन दिएको पनि त भन्न सक्नुहुन्छ नि त तपाईहरुले भने जस्तो रिजल्ट आएन भने दिक्क भयो त्यतिखेरै थाहा हुन्छ हामी अहिले के पनि भन्दैनौँ उहाँहरूको रिजल्ट हामी त्यस्तो गर्ने हिसाबले पनि होइन हामीलाई निष्पक्ष छानबिन मात्र हो गर्ने भए हामीले अहिलेसम्म चाहिँ पनि गर्थ्यौँ मलाई होइन हामीले चाहेको भनेको निष्पक्ष छानबिन होस् उहाँले यो खास त तपाईँको 2 बजे 3 बजे हामीलाई रिपोर्ट चाहिन्छ किन प्रत्यक्ष उहाँको टिम छ प्रत्यक्ष उहाँलाई थाहा छ होइन 2 महिनादेखि अपरेसन गरेदेखि फलोअपमा हामी छौँ उहाँलाई त डिटेलै थाहा छ नि टाइम किन चाहियो यो टाइमै नचाहिने भन्ने कुरा मलाई 2 बजे 3 बजे त्यहाँ गएर भित्र मिटिङ गर्छौँ भन्ने कुरै छैन कुनै पेसेन्ट आउँछ भिनाजु कुनै पेसेन्ट आयो म बिरामी भएर आयो 2 महिनादेखि उहाँको फलोअपमा म छु उहाँलाई त मेरो कन्डिसन के छ एभ्रिथिङ त थाहा छ नि त डक्टरलाई तर थाहा हुँदा हुँदै पनि उहाँले अहिलेको टाइम माग्नुको रिजन के 2 महिनादेखि फलोअपमा आइरहेको हिजो अस्ति पनि आएर भोलि बिहान हजुर यो टाइममा आउनु हिजो आएर भोलि बिहान यो टाइममा आउनु भने उहाँले फलोअपमा बोलाएको पेसेन्टको स्वास्थ्य कन्डिसन थाहा हुँदैन उहाँलाई थाहा हुन्छ नि त अहिले उहाँलाई यसको लागि टाइम किन चाहियो त्यही हो त्यही पाठ्यहरूको अब समस्या त्यसैको खास अपरेसन गर्न सक्सेस भएपछि अब त्यसैको फलोअपमा कतिको इम्प्रुभ भएको छ के भएको छ भनेर हेर्न खोज्दाखेरि अब यो कन्डिसन अब यो कन्डिसनमा आउँदा पनि अब डाक्टर साहबको त्यहाँ 2 थरी कुरा देख्यो उनीहरूलाई अझै विश्वास पनि रहेन मिटिङ रुममा बस्दा पनि डक्टरको 2टा कुरा छ एकचोटि एउटा भन्नुहुन्छ अर्कोचोटि अर्को भन्नुहुन्छ हामीले ट्रस्ट कसरी गर्ने अहिले उहाँहरूले 1 घण्टामा रिपोर्ट निकाल्नुहुन्छ त्यसको ट्रस्ट पनि कसरी गर्ने जो पेसेन्ट फलोअपमा छ त्यो पेसेन्टको अल टोटल कन्डिसन उहाँलाई थाहा हुँदा हुँदै पनि 1 घण्टा किन चाहियो त्यो त उहाँहरूले रिपोर्ट दिएर हामीतिरको डक्टर हामीले राखेर हामीले निकाल्ने हो नि त त्यो रिपोर्ट त उहाँलाई त सबै कुरा थाहा हुनुपर्ने हो नि त उहाँले समय मागिराख्नुको छ यो किन हामीले त ट्रस्ट गर्दैनौँ त्यही हो अब हजुरहरूले प्रत्यक्ष गएर हजुरहरू प्रत्यक्ष देखाइदिनु पर्यो सबैलाई मेन कुरा त्यति हो होइन